हाम्रो पहिलो चुम्बन कस्तो थियो? हाम्रो सम्बन्धमा सबैभन्दा राम्रो पल कुन थियो? हाम्रो 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 बच्चा कुकुर जस्तो भयो भने कस्तो होला? म नभएपछि हजुरलाई कस्तो लाग्छ? तिम्रो एक्स पहिला कहिले थियो कि थिएन? छिटो लाज भन्नु भएन। So, hello and namaste everyone. Welcome back to my channel. आयो पजरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै अनि आरामै छु र म घर आएको छु। तपाईँहरूलाई चाहिँ थाहा नै होला योभन्दा अगाडिको काठमाडौँदेखि आएको भ्लग हेर्नु भएको छ भने तपाईँहरूलाई थाहा छ होइन यता बुलो रान्दिन लाग्यो त्यही भएर म चाहिँ पछाडि सर्छु र तपाईँलाई स्वागत छ मेरो च्यानलमा। धन्यवाद। कस्तो धन्यवाद हो त अनि स्वागत छ अनि गाइज आज चाहिँ हामी के गर्न जाँदैछौँ भन्दाखेरि अनि यहाँ च्याट जिपिटी भनेको एकदम महान मान्छे हुनुहुन्छ कि के हुनुहुन्छ मलाई थाहा छैन होइन तर यहाँ चाहिँ जस्तो टाइपको क्वेसनहरू अनि जे कहानी जे पनि के सबै कुरा हजुरले नपाएको कुरा त च्याट जिपिटीमा दिने रहेछ अनि थाहा पाउनु भएन त्यही भएर अनि यहाँ च्याट जिपिटीमा चाहिँ हामी यो एउटा अनि यो प्रोफेसनल माइक जस्तो बनाएर यो के भन्छ यो लट्ठीको सिटा हालेर अनि लट्ठीको सिटा हालेर हामीले माइक बनाइरहेका छौँ अनि त्यही भएर अनि यो च्याट जिपिटीमा चाहिँ केही क्वेसनहरू छन् र हामी खेल्नेछौँ सिजर पेपर रक भनेर ठङ्ग हान्ने यस्तो अब त्यो ट्रुथ ओर डियरमा सत्य आज सत्य के हो भन्ने कुरा थाहा हुन्छ नि त ट्रुथ ओर डियरमा चाहिँ हामी टक्क लाएर खेल्नेवाला छौँ मेरो पहिला के कस्ता कारनामाहरू छन् यहाँ खोलिला जस्तो छ गाइज त्यही भएर यहाँ हुन्छ जहाँबाट पनि सोध्न मिल्यो मलाई त आउँदैन अब अनि के अरे यो म त यो च्याट जिपिटी मेरो सहारा रहेछ त्यही भएर चाहिँ अनि च्याट जिपिटी सहारा रहेछ त्यही भएर चाहिँ यहाँ कति धेरै क्वेसनहरू छन् यो आमामा यत्रो क्वेसन त सोध्न सकिँदैन होला त्यही पनि अब थोरै सानो प्रयास गर्न चाहन्छौँ हामी चाहिँ र हामी भिडियोतर्फ लागौँ गाइड ट्रुथ ओर डेयर ट्रुथ अब ट्रुथ भनिसकेपछि अब क्वेसन नै आउँदैन गाइज अब के भन्नु म हाम्रो हामी बोलेको कति गते र कुन वर्ष हो तपाईँले भनिदिनुहोस् अब वर्ष कुन महिना 7 क्लासमा पढ्दा कति कुन साल भयो त साल होइन के महिना र गते भनेको चैतको 26 चैतको 26 रात नै साँझ बोलेको ब्याकग्राउन्डको साउन्डलाई चाहिँ हजुर अब इग्नोर गर्नु होला भन्न चाहन्छु र मैले पानी ल्याएर आएँ ट्रुथ ओर डेयर उहाँले चाहिँ मलाई बार बार पठाइदिनु हुन्छ ल मैले फेरि पनि जितिसकेको छु हाम्रो पहिलो चुम्बन कस्तो थियो खै त कसो त मलाई केही थाहा थिएन म सिधा बस्थेँ जे गर्नु थियो मैले गर्थेँ त्यसो भए त्यो त भाग्य कुरा ओ माई गड गाई त्यस्तो पनि हुने रहेछ अब ल यो क्वेसनमा चाहिँ धेरै अडिनु चाहेन र हामी अर्कोतिर जान्छौँ काट्यो ट्रुथ ओर डियर त सोध्नुहोस् ट्रुथ ओर डियर ट्रुथ
हजुर हाम्रो सम्बन्धमा भन्दैछ सबैभन्दा राम्रो पल कुन थियो? हाम्रो सम्बन्धमा सबैभन्दा राम्रो पल भनेको अनि टक्क लाएर कपाल मिलाएर भनौँ कि नभनौँ कपाल कस्तो छ गाइज कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु छ्या, छिटो के? छ्या, अरे। अनि हाम्रो सबैभन्दा राम्रो पल भनेको चाहिँ अनि हामी तिम्रो बर्थडेमा घुम्न गएको थियौँ नि हो त्यति बेलै थियो मैले जितिसकेर गाइज उटपटाङ क्वेसन सोधौँ कि नसोधौँ भन्नुहोस् तपाईँहरूले गाइज मैले जो क्वेसन सोधेको थिएँ र मेरो हल्का मोबाइलमा प्रब्लम आएर हल्का के भयो हाम्रो बच्चा कुकुर जस्तो भयो भने कस्तो होला मैले त्यति बेला के सोध्छु भने चाहिँ यो बच्चा चाहिँ मतिर गएन हजुरतिर गयो ओ माई गड यसको मतलब म कुकुर जस्तो देखिन्छु अरे बुझ्नु भएन गाइज यस अफ कोर्स बेबी ओ माई गड छिटो ल ल ल ल ल ल ल यस्तो ल सिजर ल ट्रुथ हजुर नसोध्नु न अनि फ्री हो के यता राख्नु नि पहिला हजुरलाई म बिना कस्तो लाग्छ म नभएपछि हजुरलाई कस्तो लाग्छ तिमी नभएपछि मलाई एकदम राम्रो त लाग्दैन है लाग्दैन भनेछु नि अनि मलाई चाहिँ एकदम नराम्रो लाग्छ त्यही हो कस्तो लाग्छ भनौँ त नराम्रो लाग्छ यस्तो भन्नु त यस्तो मान्छेसँग नहुँदाखेरि नराम्रो लागिहाल्छ नि सुत्नुस् हजुरको यस कतिवटा एक्स छन् अनगिन्ती मलाई थाहा छैन गाइस एक्सहरू को छन् नाइट सिट चाहियो मेरो एक्स छन् लगभग 100-200 भनेर म कहिले नि भन्दैन छन् त्यही 3-4वटा कोही होलान् राम्रोसँग भन्नु भने त्यही 3-4वटा होला नि त अनि कति छन् त तिमीलाई कतिवटाको थाहा छ मलाई 7-8वटा थाहा माई गड 7-8वटा चाहिँ थाहा छैन 4-5वटा होला नि 6वटा त मलाई फिक्स थाहा ल भन्न नि त नाम भन्दिउँ नाइ भन्नु पर्दैन ल हजुरको हजुर फर्स्ट लभको सबैभन्दा कुन कुरा याद आउँछ मतलब कहिले कसो कुन कुरा याद आउँथ्यो आउँछ नै थियो कुन कुरा याद आउँथ्यो यस के कुरा मलाई केही थाहा नै छैन मलाई कुनै कुरा याद आउँदैन हुँदैन एउटा न एउटा कुरा आउँछ मलाई एउटा पनि कुरा याद आउँदैन त्यो सबैलाई कुनै कुरामा हो भने झलक्क यस्तो अहिले नै हामी रिलेसनसिपमै हुँदा मतलब मलाई केही कुरा याद आउँथेन सिधै कुरा आउँथेन अनि के गरौँ त अनि म गाइज अब हाम्रो पहिलो भेट कस्तो थियो अघि नै भनिसक्यो त कहाँ भने त्यो त पुरै बिग्रिएको हो त फर्स्टमा भने हैन र हजुर हाम्रो फर्स्ट भेट बेकार थियो कसरी हाम्रो फर्स्ट भेटमा नै अनि यस्तो एउटा यति कुरौटे मान्छे नि
के कुरा लगाइदिएर 1 मिनट पनि बस्दैनौँ हामी। एउटा घरको टुप्पामा एउटा घरको टुप्पामा अर्को बसेर बसेथ्यौँ। त्यही पनि आएर देखेर कुरा लगाइदिए त्यही भएर एकदम नराम्रो छ त्यो भेट। फर्स्ट दिनमै फर्स्ट भेटमै अनि कस्तो भयो भन्दाखेरि अनि पानी परिरहेको थियो अनि हामी चाहिँ एउटा ठाउँमा गएर बसिरहेका थियौँ र त्यहाँ चाहिँ एउटा मान्छेहरू ठ्याक्क देखेर अनि फर्स्ट भेटमै के 10 मिटरको दुरीमा थियौँ हामी अनि ठ्याक्क गएर घर ल यस्तो यस्तो भनेर कुरा लगाइदियो Yes. लगाइदियो These are papers. Oh my god. हजुरले फर्स्ट कसरी चुप्पा गर्नु के क्वेसन हो यो क्वेसन हो कि अरे फर्स्ट सुन्नु न अरू पहिलाका कुराहरू फर्स्ट लभसँग अनगिन्ती चुप्पा भयो मतलब भन्नु न कसरी भनौँ त त्यो उ गर्नेलाई कसले गन्छ न यसो अनुमानमा नै गाइज भएन एउटा भन्नु भएन छिटो छिटो थाहा छैन नि मलाई अब कति पो भयो नाइ भयो होला 100-200 चोटि मेरी बाबे So guys, मैले जितेँ अब म के सोधौँ के अब लभ पर्नेलाई यत्रो सानो थियो अनि के ठुलो जस्तो म पनि ठुलो थिएन अब मेरो अहिले जुङ्गा पलाएर मात्रै हो नत्र अब कोहीसँग न लभ परेको न के गरेको अब के सोध्ने गाई चाहिँ यार मलाई मात्रै तर्ना भएन यहाँ म त एकदम सोझो हुन्छ अनि सोझो त हामी पनि त सोझो त हो त्यही भएर म भन्दा अगाडि 10-12 जनासँग लभ गर्नु होला म त कोहीसँग नि गरेन ओ माई गॉड गाइस यो चाहिँ सरासर झुट हो वा अनि अब त्यही हो अब म के सोधौँ कि अब मेरो सोध्नुमा त के केही छैन नि के सोध म बिनाको जीवन तिम्रो कस्तो हुन्थ्यो होला म हजुर बिनाको जिन्दगीमा रमाइलो हुन्थ्यो होला गाइज भनेपछि मसँग बसेर चाहिँ रमाइलो छैन सबै दुःख मार्दैछु हजुर मेरो लाइफमा पहिले नआएको भइदिए त म अहिले फेरि कहाँ पाउँथ्यो होला ओ माई गॉड गाइज अब म यसमा हाँस्नु के रुनु योभन्दा मलाई बुलर नहान्नु यार म योभन्दा अगाडि भिडियो बनाउन चाहन्छु कि चाहन्न गाइज कृपया कमेन्ट बक्समा भनिदिनु होला म एकदम नर्भस भएँ म त अब रोइदिउँ कि क्या हो गाइज मलाई चाहिँ बुलर मलाई बुलर म अब उहाँलाई हान्ने कि यस्तो लगाइस के छ ल काट्यो मेरो हात हजुरलाई भविष्यमा कतिवटा छोराछोरी बनाउनु मन छ मलाई चाहिँ नडाटी भन्दाखेरि फुटबल ग्राउन्ड गराउन मन थियो तर अहिले छैन किन रियल कुरा गर्न मलाई रिस नउठाउनु रियल कुरा चाहिँ मलाई ओन्ली वान पिस गराउन मन छ भयो कति जितेको गाइज हजुरलाई भविष्यमा आफ्नो भविष्य कसरी राम्रो हुन्छ भन्ने लाग्छ मेरो भविष्य चाहिँ अब कसरी राम्रो हुन्थ्यो भन्दाखेरि एउटा यो हाम्रो युट्युबबाट राम्रो हुन्थ्यो होला तर अफसोस मान्छेहरूले हामीलाई सपोर्ट गर्दैन त्यो कुरामा चाहिँ म एकदम निराश छु मैले पहिलादेखि नै कति पहिला गेमिङ च्यानल खोलेँ कहिले के च्यानल खोलेँ तर म अहिलेसम्म युट्युबमा सक्सेस हुन सकेन र लास्टमा मैले भ्लग बनाएँ त्यसमा पनि म रेगुलर छैन अनि त्यही भएर चाहिँ अब युट्युबबाट चाहिँ सक्सेस हुन्थे जस्तो लाग्छ तर कसैबाट पनि सपोर्ट पाएको छैन गाइज त्यही हो सपोर्ट गरिदिनु होला ल ल ल
म त रोइदिउँ। हजुरलाई हजुर मेरो हजुर कुन बानी मन पर्दैन? कुन बानी मन पर्दैन भन्दाखेरि गाइज एकैछिनमा रिसाई गर्ने फुस्सिने अनि यताउता अनि त्यसपछि अनि रिसायो भने अनि के अरे 24 घन्टासम्म नबोल्ने मसँग अनि एउटा बानी सोध्दा थियो म त 10वटा बानी भनिदिउँ क्या 10वटा बानी त छैन त्यही पनि अब एउटा चाहिँ रिसाएर मसँग नबोल्ने कि रिसायो भने चाहिँ उता फर्किने अनि अनि त्यो बानी चाहिँ मलाई एकदम बेकार लाग्छ ल ल अझै भनौँ नै भन्दैन भयो मलाई डर लाग्छ अहिले पछि कतै रिसाएर भिडियो सकेपछि उता रिसाएर बस्थ्यो भने के गर्नुहुन्छ? के गर्ने अब हो त नि भन्ने बस्ने ल भन न त ल मेरो कुन बानी ठिक छैन? नै म यति नै भन्न चाहे अहिलेको लागि गाइज नै चाहियो आफ्नो गल्ती हुँदा पनि मेरो गल्ती छ भनेर एक्सेप्ट गर्दैन गाइज अरू अरू यति नै हो अरू त सबै ठिकै छ बल पालो आयो गाइज हाम्रो फर्स्ट हक चाहिँ कहाँ भएको थियो? स्कुलमा स्कुलमै भयो गाइज त्यो पनि बेकार तर के अब त्यो बेकार किन भयो कस्तो भयो नसुनाम होला हजुरलाई मेरो कुन बानी सबभन्दा मनपर्छ? सबैभन्दा मनपर्ने बानी चाहिँ अहिले कि पहिला नै अहिले पनि पहिला भने पहिला चाहिँ मैले जस्तो सुकै गल्ती गर्दा पनि एक्सेप्ट गर्थेँ गाइज अहिले चाहिँ मलाई आफ्नै हातले खाना खुवाइदिन्छ कि अनि मेरो केयर गर्छ कि अनि त्यही हो अब झ्याउला बेलामा कहिले अब खाना खुवाइदिन्छ के कसले खुवाइदिन्छ? अघि त भन्नु कि नभन्नु भन्नु न मैले खुवाइदिएको गाइज कहिलेबाट? हिजोबाट खुवाइदिएको है फेरि मैले ल कति जितेको बाबा यो गेम म भन्दा पनि उसले जितिरहेछ हामीले ट्रुथ ओर डियर भन्न चाहिँ भुलिएका छौँ र यो चाहिँ खासमा डियर चाहिँ खासै हुँदैन होला कि किनभने हजुरलाई मेरो कति ट्रस्ट लाग्छ? 100% के एउटा मात्र क्वेसन सोध्ने कि नै गाइस छिटो सोध्ने ट्रस्ट लाग्छ ल जिते गाइस मैले जिते म उटपटाङ क्वेसन सोध्छु अब फन्नी क्वेसन तिर जाउँ कि के हो कसो हो हजुर ल र हामी चाहिँ क्वेसनतिर जाउँ तिमीले मेरो आँखामा के देख्छौ? मैले हजुरको आँखामा म यहाँ नजिकबाट हेरेँ नि त मै देख्छु ओ माई गॉड ल हजुरको आँखामा आँखाभित्रको यस्तो गेडी कालो कालो खैरो 2 जिब्रे गाइस होइन सरी होइन 2 जिब्रे अनि एकचोटिमा एउटा कुरा अर्कोचोटिमा अर्को कुरा किन भन्नु ल जित्यो आवाज आइ तिमीलाई हाम्रो जोडी अरूले के कस्तो भन्छ जस्तो लाग्यो? सबैले राम्रो भन्छन् कोही दुई भाइ बिना जस्तो भनिदिन्छन् चारवटा गएर कति राम्रो छ भन्छन् कोही 2 भाइ बिना भनिदिन्छन् रे पोतै यो पनि भन्छन् त अनि कति राम्रा छन् ठ्याक्क मिलेका छन् भन्छन् हाइट साइज सबै मिलेको छ कति 2 भाइ बिना भन्छन् रे गाइज कोहीले भन्छन् त अनि
भन्दैनन् है दुई भाइ भिन्न चाहिँ मलाई भनेको छ नि मलाई मेरो मुखमा ट्याङ्ग दिन्थेँ मैले तर अस्ति भन्दै त थियो के अरे बैकअप माथि क्या दुई भाइ भिन्न तिमीहरू भन्थ्यो त दुई बहिना कि बुढाबुढी हो त्यतिबेला के भन्नु खै मलाई चाहिँ यादै भएन गाइस ल ठिकै ठुलो भयो यसलाई मैले फाल्टै हालिदिएँ है ल अर्को क्वेसनतिर जाउँ ल फेरि उम्, अँ, 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 अँ। के सोधौँ त खै भिडियो चाहिँ लामो लामो हुँदै गइरहेको छ मैले चाहिँ काट्नुपर्छ 10 ठाउँमा भिडियो माई गड हजुर उम्, के भन्छन् के सोधौँ त के छ नसोध्नु रोक्नु रोक्नु कति नजिक हो कि भन न छिटो अनि भिडियो लामो भइसक्यो के सोध्नु भयो जे सोधे नि भयो आफ्नो मनबाट सोधे नि त भयो त अनि हजुरलाई कुन कलर मनपर्छ मलाई मलाई व्हाइट कलर ब्ल्याक कलर ब्लू कलर रेड रेड मन पर्दैन पिङ्क सबै मनपर्छ अलजिते गाइज तिम्रो एक्स पहिला कहिले थियो कि थिएन नो र भएको भए जस्तो लाग्छ कि लाग्दैन नाइ लाग्दैन ल ल छिटो हो अब मान्छेहरूलाई डाउट हुन्छ नि डाउट क्लियर गरिदियो नि त यो किन सोधेन भन्ने ल गाइज मैले जितेँ र तिमी म बाहेक अरू कोहीलाई के अरे के भन्छ म बाहेक अरू कोहीलाई मभन्दा अगाडि कोही मनपर्ने थियो कि थिएन कोही थिएन मेरो क्रस पनि छैन एक्स पनि छैन कोही पनि छैन एक्स पनि छैन नेक्स्ट पनि छैन कोही पनि छैन मेरो छैन ल ठिक छ गाइज सिजर पेपर मैले फेरि जितेँ गाइज अनि तिमीलाई तिमीलाई मेरो सबैभन्दा कुन बानी मन पर्दैन के छ र हजुरको मनपर्ने भन्देऊ न सबै कुरा मनपर्छ ममा केही खोटै छैन के बानी मन पर्दैन त अनि चाहिँ भन भन दिल खोलेर त्यस्तो के छ लगाइज मेरो चाहिँ छैन उहाँ यिनको चाहिँ छ अब हजुर रिसाउनु न म रिसायो भने आफै पकाउनुहुन्छ मेरो गल्ती भयो भने हजुर आफै झुकेर बोल्नुहुन्छ अनि त्यसपछि नि त्यो मैले जे भने नि मान्नुहुन्छ भयो भयो गाइज ल ल ल अर्को ल गाइज त्यस्तो केही छैन कि आफ्नै मनबाट सोद्धा पनि हुन्छ क्या आफ्नो मनमा लागेको कुराहरू अब के छ भने सोद्धा नि हुन्छ म झुट बोल्दिनँ हजुरलाई हजुर म रिस उठेको बेलामा किन पकाउनुहुन्छ माया लाग्छ अनि यति सानो यति क्युट मान्छेसँग रिसाएर पनि हुँदैन म रिसाएर फेरि हजुर किन नरिसाएर मैले हजुरसँग रिसाएर आफ्नै गल्ती हुँदा नि फेरि रिसाएर अब पिट्नु पर्यो गाइज पिटम पिट्नु त पिट्दैन भयो यस्तो अब यति राम्रो मान्छेलाई पनि के भन्नु गाइज त्यही भएर हो ल काट्यो रुट ओ डियर भयो अहिले नसोध्नु म डियर भन्छु अलिक डियर चाहन्छु म बाहिर चाहिँ जाँदैन ल मैले जितेँ है हजुरलाई हाम्रो फ्यामिलीमा माथि सबभन्दा कसको माया लाग्छ मैले डियर भनेको छु डियर भनेको छु म फेरि डियर भनेको छु मैले माथि माथि रोडमा गएर आउनु यस्तो कुरा पनि हुन्छ गाइज छिटो 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 मलाई डोकाउनु ल डियर कम्प्लिट गाइज ल जित्यो गाइज ट्रुथ ओर डियर डियर डियर
के गाइज डियर जे भने पनि मान्नुपर्छ है के भनौँ त अब अघि गालामा चाहिँ भइसक्यो क्या त्यो भिडियो कुनमा हो मलाई चाहिँ थाहा भएन ल फेरि हानिदियो नि त यहाँ गालामा चुप्पा खै यस्तो पनि हुन्न मैले जे भने त्यही मान्नुपर्छ नि त नै नै हुँदैन त्यस्तो हुँदैन ल छिटो 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 नै हुँदैन छिटो 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 लाज गर्नु भएन दिल को सुकून मिल गया इतनी ऐसे घुटन सी हो रही थी अब जाकर मिट गया बुझ्नु न ए सरी सरी सिजर पेपर कति बाटो हो ल सिजर पेपर ल जितेका ट्रुथ ओर डियर ट्रुथ ट्रुथ तिमीलाई मेरो सबैभन्दा मनपर्ने बानी मन भन्ने मान्नुहुन्छ त्यो पनि कुरो कुरो त्यति हो ल ठिक छ ट्रुथ अर डियर ट्रुथ फेरि त्यही सोध्छ के त्यही सोध्छ भन न भन मम्मी र माथि मम्मीको कसको भरिमा मान्नुहुन्छ दुइटैको माया लाग्छ मलाई किनभने अब दुइटै कस्तो छ भन्दाखेरि यहाँ चाहिँ अरूको त्यो हुन्छ नि अरूको घरको फ्यामिली जस्तो यताउता छैन कि दुइटै फ्यामिलीले मलाई एकदम सपोर्ट गर्नुहुन्छ होइन जस्तो अवस्थामा पनि जे अवस्थामा भए पनि बुझ्नुहुन्छ त्यही भएर मलाई मेरो लागि चाहिँ दुइटै फ्यामिली इम्पोर्टेन्ट छ होइन अब अरूको जस्तो छैन यताउता ज्वाइँको जस्तो व्यवहार छैन भनौँ न ज्वाइँको जस्तो व्यवहार छैन एउटा छोरोको जस्तो व्यवहार छ त्यसैले मलाई दुइटै फ्यामिली मनपर्छ दुइटै फ्यामिली मनपर्छ दुइटै मम्मी मनपर्छ र त्यसमा म तलमाथि कोहीलाई गराउन चाहन्न दुइटैलाई बराबर अब त्यसमा म केही भन्न चाहन्न यस अब मलाई चाहिँ अब अनि एउटा ज्वाइँ नभएर एउटा छोरो जस्तो मानेर जुन उ गर्नुहुन्छ नि त्यसको लागि चाहिँ यो भनेको केही पनि होइन गाइज त्यसैले मलाई दुइटै मम्मी एकदम इम्पोर्टेन्ट हुनुहुन्छ तपाईँहरूले पनि बुझ्नुहुन्छ ओके कमाएपछि हेर्नुहुन्छ कि नै त भन्ने अब यस्तो छ गाइज अब हजुरहरूले युट्युबमा सपोर्ट गरिदिनु भयो भने त अब के छ र अनि अब त्यही हो मेन कुरा एउटा युट्युबमा सपोर्ट पाएको छैन र मैले अरू केही त्यस्तो लाइन पनि हेरेको छैन किनभने अब म अहिलेसम्म के थिएँ मलाई थाहा छैन त्यही भएर अब एउटा युट्युबमा गर्न खोजेर युट्युबमा अनसक्सेस भए तापनि कहिलेकाहीँ भिडियो दिउँ भन्ने लाग्छ ल त्यही भएर चाहिँ यही हो ल मैले जितेँ गाइज तिमीलाई चाहिँ आफ्नो मम्मी र यहाँ मम्मीमा कुन कुरा फरक लाग्छ केही लाग्दैन लाग्छ एउटा न एउटा त फरक हुन्छ नि गाइज लाग्दैन केही पनि भन न किन लाग्दैन के किन त्यस्तो के कुरा ल ल ल गाइज मानिदियो ल ल ल अब यो हामी चाहिँ भिडियोको अन्तिममा छौँ होइन किनभने अब त्यस्तै छ त्यही भएर क्वेसनहरू पनि धेरै छैन सोध्ने जस्तो लाइकको पनि र हामी चाहिँ भिडियोको अन्तिम छौँ र लास्ट गरेर चाहिँ हामी भिडियो चाहिँ यहीँसम्म एन्ड गरिदिन्छौँ तपाईँहरूलाई के कस्तो लाग्छ भिडियो फुल वाच गरिदिनु भएको छ भने धेरै धेरै मनैदेखि माया छ तपाईँहरूलाई लास्ट ट्रुथ ओर डियर ट्रुथ ट्रुथ होइन लास्टमा त डियर नै गर्नुपर्छ के गराउनु लास्टमा त डियर नै गर्नुपर्छ ल डियर डियर के हो डियर रे नि त के गरौँ त अब डियर भनिसकेपछि
लास्टमा ह्याप्पी एन्डिङ गराइदिउँ न त एकचोटि गाइज हुँदैन ल गाइज र लास्टमा ह्याप्पी एन्डिङ पनि भइसकेको छ र आजको लागि चाहिँ यति नै भिडियोमा तपाईँहरूले के कस्तो लाग्छ लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु र तपाईँहरू सबैजनाले अब युट्युबमा जति पनि हुनुहुन्छ सेयर गरिदिनु होला तपाईँहरूको साथीलाई यदि मनपर्छ भने गाइज यति नै हो र आजको भिडियो चाहिँ लामो छ त्यही पनि कट गरेर चाहिँ छोटो नै हुन्छ होला त्यही पनि ल जतिले पनि हेर्दै हुनुहुन्छ सबैलाई धन्यवाद होइन आजको भिडियो चाहिँ यतिसम्म हुन्छ जतिले पनि लास्टसम्म हेरिदिनु भएको छ भनेदेखि माया छ थ्याङ्क यू सो मच बाई बाई गाइज भेट्नुपर्छ अर्को इन्ट्रेस्टिङ भिडियोमा नयाँ भिडियोका साथ के तपाईँहरूलाई के कन्टेन्ट चाहियो कृपया कमेन्टमा पनि भनिदिनु होला तपाईँहरूलाई के कन्टेन्ट चाहिएको छ भने र हामी चाहिँ नेक्स्ट भिडियोमा भेट्नुपर्छ बाई बाई गाइज बाई बाई सबैले हेरिदिनु होला माया गरिदिनु होला